हेलो नमस्ते सबैजनालाई। आज हामी छौँ खरायो कटेजमा। हाम्रो दिपक लिम्बू दाईको म्युजिक भिडियो प्रिमियरमा उसुमै सुहायो भन्ने गीत म इन्भाइट गर्नुभएको छ हाम्रो जितेन दाई। मलाई धेरै धेरै धन्यवाद। अनि भूपेन्द्र दाई भित्र गएर अरू हेर्छौँ हामी। सो हामी छौँ अहिले खरायो कटेजमा। एकदम जितेन दाई के छ, सन्चै हुनुहुन्छ? मेरो लङ टाइम नो सी। के अरे यहाँ हेर्नु कन्सर्ट गाईको भ्लगमा। अरे कन्सर्ट गाइजको भ्लगमा म अनि आज आउनु पाएँ, एकदम खुसी लाग्यो यार। थ्याङ्क यू सो मच यार मेरो भाइ। थ्याङ्क यू सो मच फर इन्भाइटिङ यु। ल यार मेरो भाइ, अब हामी एकछिन रमाउनेछौँ। धानमा के छ है, कति आइपुग्नु भयो? म भर्खर जस्ट आउँ यार। सो यता हाम्रो ब्रदर के अरे याक्तुम्बा के छ याक्तुम्बा कुसा, एकदम हाम्रो दमकको चर्चित फुड ब्लगर अल द वे फ्रम दमकै भनौँ न होइन। तपाईँको हल्का इन्ट्रोडक्सन दिनु न तपाईँ। अहिले चाहिँ खासै मैले सोसियल मिडियाहरूले चाहिँ मेरो नाम भनेर होइन, त्यही भएर अहिले चाहिँ यत्तिकै राखौँ। अब साथीभाइ इष्टमित्रले त मेरो नामले नै चिनिहाल्छ। अब नचिन्नेलाई चाहिँ सबैले मलाई याक्तुम्बा कुसा भनेर चिन्नुहुन्छ। म चाहिँ प्रायः जस्तो युट्युब र टिकटकमा भिडियो बनाउँछु, फुड ब्लगिङ अथवा ट्राभल। अहिले चाहिँ प्रायः ओभरअल सबैको हालिदिन्छु, फुड ब्लगिङ, ट्राभल अथवा अलिक पछि डेली पनि हाल्छु। त्यही भएर सब्सक्राइब गर्नु होला दुइटैकोमा। दुइटै हाम्रो कन्सर्ट गाई र याक्तुम्बा युट्युब तपाईँको नाम युट्युबमा के छ? याक्तुम्बा कुसा र कन्सर्ट गाईलाई चाहिँ सबैजना सपोर्ट गर्नु पर्ला है। अब यसो अब अलिअलि चलपल त हान्नु पर्यो नि त यहाँ। अगाडि त्यहाँ भूपेन्द्रहरू पनि हुँदो रहेछ क्या, चिन्जान छ होला नि भूपेन्द्रहरूसँग। भूपेन्द्र दाई हेलो, सन्चै हुन्छ? ल हाम्रो यहाँ उपेन्द्र सुब्बासँग हाम्रो साथीहरूको फोटो खिचाइ हुँदैछ। जे होस् अलिक अँध्यारो आएर एङ्गल चेन्ज हुन्छ जस्तो छ। यसरी चाहिँ ठिक हुन्छ भन्दैछन्। फोटो खिच्नै पर्ने हुन्छ। ल पालै पालो अहिले चाहिँ हाम्रो कन्सर्ट गाई किशोर साथीसँग खिचाइ हुँदैछ। हाम्रो जितेन दाई पनि आउनु हुँदैछ। अब हाम्रो यहाँ याक्तुम्बा कुसालाई हाम्रो उपेन्द्र दाईसँग एकदम फोटोसुट भइरहेछ यहाँनिर है। बबाल जस एकदम आज हामीले के अरे जिउरी देखेको मान्छेहरू होइन आर्टिस्टहरूसँग भेट्दाखेरि कस्तो अलिकति कस्तो नर्भस टाइपको फिल त भइहाल्छ नि होइन। अब पहिला म सुरुमा होइन सिङ्गर हुन्थ्यो नि, उनीहरूसँग भेट्दा कस्तो नर्भस हुन्थ्यो क्या, के भन्नु टाइपको क्या। म पनि अब सुरुमा अब उसमा भए पनि पछि अगाडि कुरा गर्दा त्यस्तै फिल हुन्थ्यो क्या, अलिकति डर लाग्ने। यो कोहीसँग भेट्ने के भन्नु कसरी बोल्नु बिस्तार जति बोल्छ त्यति बानी हुँदै जाँदो रहेछ। कस्तो अलिअलि हल्का क्या झलक हेर्दाखेरि त्यस्तो देखिन्छ नि पुरै हाम्रो अहिले उहाँलाई यहाँ देख्यौँ, तर अहिले उहाँको काम पनि हेर्दैछौँ एकैछिन पछाडि। र हामी आज तपाईँहरूलाई मैले अघि नै जोडेँ, धेरै पटक जोडिसकेँ। विशेष धान नाच्नको लागि, रमाइलो गर्नका लागि आएका छौँ। त्यसैले पनि यो सेटअप त्यही खालको हामीले तयार गरेका छौँ। अब चाहिँ म यो कार्यक्रममा हामी विभिन्न ठाउँबाट, विभिन्न जिल्लाबाट अनि त्यस्तै गरेर भारतबाट पनि, सिक्किमबाट पनि धेरैजना कलाकारज्यूहरू, अग्रज व्यक्तित्वहरूको यहाँ उपस्थिति रहेको छ। म यहाँलाई यो कार्यक्रममा म स्वागत सम्मान जनाउन चाहन्छु। के हो नभए हामीलाई चाहिँ अब के दर्शकबिन राखेर दाइले होइन
हामीले दर्शक भएर हिँडिरहेको छौँ यहाँनिर के भन्नु गाह्रो छ र हामीलाई त्यो शब्द भनिदिनु नि त मेरो ब्लगमा नमस्कार सबैजनालाई कन्सर्ट गायक किशोरको भिडियो को कोले हेर्नुहुन्छ सबैजनाले यो केमा हाल्नुहुन्छ सब्सक्राइब युट्युबमा लाइक कमेन्ट सेयर र सब्सक्राइब गरिदिनु होला धन्यवाद थ्याङ्क यू सो मच यही राम्रो सपोर्ट गरिदिनु भयो माफ तपाईँलाई गरिदिनु होला झोला बोकाएको ठिकै छ तर यो मेरो होइन नि फेरि कहिले जाएको यो हल्का ल हामी त दाइ तपाईँको एक दुई शब्द भन्नु न चाहिँ प्यारो कन्सर्ट गाइस मेरो भाइलाई प्यारो मन मुटु मेरो टुक्रा है तपाईँ मेरो भाइको नयाँ नयाँ भ्लगमा हुनुहुन्छ भने सबैजनाले सब्सक्राइब गर्नु नबिर्सिनु होला त्यो हप्का जस्तो नगर्नु न हप्का जस्तो नगर्नु न यो माया हो मुटुको टुक्रा हो यो मनभरिको माया अँगाल दिनु होला मेरो भाइलाई माया गरिदिनु होला सब्सक्राइब कमेन्ट अनि के भन्छ लाइक लाइक कमेन्ट सेयर अनि के भन्छ अर्को त्यो फलो पनि गरिदिनु नबिर्सिनु होला फलो हुँदैन टिकटकको लागि टिकटकमा फलो बेल आइकन अन गर्नु उहाँ चाहिँ मेरो प्यारी बहिनी नाम के भनिदिनु न बहिनीको सब्सक्राइबरहरू पनि बढाइदिनु होला यतातिर नाम भनिदिनु न बहिनीको नामै नभनिकन नि सलिना तामाङ ए थाहा रहेछ नाम नै थाहा छैन भनेको म चाहिँ हर्का सम्मानको भाइ जितेन सम्मान अस्ति अस्ति के दुधेमा भिटेनको दाइ जितेन भने अनि म भिडेनको दाइ त हो नि जितेन यता हाम्रो राम्री तन्जुसा धेरै वर्षपछि भेट भएर खुसी लाग्यो ठिक छ ल थ्याङ्क यू सो मच मेरो भिडियोमा आइदिएकोमा धेरै धेरै धन्यवाद ओके छ त यहाँ चाहिँ अब सोल्डा सोल्डिनीहरूको पुरा है गइरहेछ राम्रो हामी चाहिँ दर्शक दिन भएर ताली बजाउनु पर्ने होला यहाँ बसेर होइन ठिकै छ म पनि नेक्स्ट टाइम मेरो साथी लिएर आउँछु ठिकै छ म पनि नेक्स्ट टाइम मेरो साथी लिएर आउँछु मेरो आँसु मात्रै झरेको छैन आएको हामी एकदम भ्लगमै हो त हामी चाहिँ अहिले खरायो कटेज दमकको मिठो हजुर के हान्नु ए आज हामी खरायो कटेजको अवलोकन गर्दैछौँ हाम्रो प्रख्यात एकदम ल ल ओके हामी त क्यामेराम्यान हौँ अब के गर्नु हामी त अब क्यामेराम्यान हो के गर्नु त्यही त ल ए त्यस्तो थियो ल हामी त क्यामेराम्यान हो के गर्नु अब यस्तै अहिलेको लागिदेखि नै फकाउँदै गर्नु न बिहेमा पनि यसो तपाईँलाई हायर गर्नुहुन्छ कि बा त्यही त म त फेरि खतरा बनाइदिन्छु नि फोटो बालिका है त लान्छ कि पारा मायाले हरैको नार म्युजिक भिडियो प्रिमियर हुनु अब चाहिँ यहाँ म्युजिक भिडियो के अरे प्रिमियर अब चाहिँ यहाँ म्युजिक भिडियो प्रिमियर हुन लागेको छ गुड सुनिसक्नु भयो होला है तपाईँहरूले मलाई केही भन्नु परेन अब तपाईँहरूले सुनिसक्नु भयो म यहाँ भिडियो देखाउँछु तपाईँहरूलाई अब सबैजना कृपया यहाँहरू सबैजनाको म ध्यान आकर्षण गराउन चाहन्छु अब हामी यो म्युजिक भिडियो प्ले गर्दैछौँ यहाँहरू सबैजनालाई म आइदिनु हुनको लागि अनुरोध गर्दछु कलाकार जितेन अल्तीज्यू एकैछिन साइलेन्ट यहाँहरूले यो हल्लालाई चाहिँ मेन्टेन गरिदिनु हुनको लागि अनुरोध गर्दछु हामीलाई अब अफिसियली खुमै सुहाएको गीतको म्युजिक भिडियो लन्च हुँदैछ कृपया यहाँहरू सबैजनाले यसलाई ध्यान दिनु हुनको लागि अब चाहिँ यहाँ म्युजिक भिडियो प्रिमियर हुन लागेको छ
अब चाहिँ खिच्न मिल्दैन सार्वजनिक भइसकेको छ कृपया सबैजनालाई म फेरि युट्युबमा रिलिज आज अहिले न आजै आउनु त्यस अब म त यहाँदेखि चाहिँ भिडियो पाउँदिनँ कि किनकि तपाईँले युट्युबमै हेर्नुपर्ने हुन्छ यता युट्युबमा हेर्नु है गाइस यता हामी त जितेन दाई हुनुहुन्छ है यता हाम्रो गाइजहरू हुन्छ अगाडि जानु न दाइ सानो क्लिपहरू चाहिँ बनाऊ है एउटा ओके ओके ल हाम्रो आजको अब अन्तिम ब्लग्स अन्तिम भिडियो जानुपर्ने हुन्छ हामी गरे आज लास्ट सबैजनाले हेरिदिनु होला हाम्रो है दिपको नयाँ म्युजिक भिडियो आएको छ जमिक गएर जाऊ न मगर भेला भयो कन्सर्ट गाई किशोर कन्सर्ट गाई किशोर हेर्दै गर्नुहुने जति पनि सब्सक्राइबरहरू हुनुहुन्छ भ्युवरहरू हुनुहुन्छ सबैजनाले माया गर्नु होला हाम्रो के अरे कन्सर्ट गाई किशोरजीलाई अनि एकदम खुसी लाग्यो तपाईँसँग भेटेर अनि यो चाहिँ लक्ष्मीजी हाम्रो सिक्किमबाट पाहुना हुनुहुन्छ उहाँसँग पनि परिचय गरिहाल्छ उहाँको क्यामेरा आइसक्यो कन्सर्ट गाई यता हाम्रो ब्लग गरिरहेको नायक तथा गायक सक्यो सफलताको एकदमै उमेरले चाहिँ उकुमै सहयोगले चाहिँ 21 दिन के अरे 21औं दिन मनाउनु पर्यो 21औं राम्रो छ 21औं दिनसम्म चाहिँ हिटको हिट गर्नु पर्यो क्या हाम्रो दाजुको लागि लक्ष्मीजी लक्ष्मी म अझै फ्रम सिक्किम सिक्किम ल यसरी प्रथम नेपाली तारा दिपकजीले लाइसेन्स भएछ फ्रम नेपालबाट है त्यसरी हाम्रो चोलुङ प्रोडक्सनको हाम्रो भाइ हुनुहुन्छ भूपेन लिम्बू उहाँ कन्टेन्ट क्रिएटर हुनुहुन्छ नेपालमा स्वागत छ र हाम्रो नेपाल नेक्स्ट दिनबाट हो म चाहिँ हाम्रो धन्यवाद अनि हाम्रो यता के अरे नियन भाइ नियन भाइ उहाँ कन्टेन्ट क्रिएटर हुनुहुन्छ ल नियन भाइ हजुरलाई पनि एकदमै जबैको दिनमा स्वागत छ है त आइदिनु भयो माया गरिदिनु होला फ्रम सिक्किमको मान्छेलाई धेरै धेरै माया छ है न्यानो माया हाम्रो चियापुन्डे मेरो प्यारो भाइ मेरो भाइलाई पनि धेरै धेरै न्यानो माया स्वागत बहिनी अर्को पनि मेरो भाइलाई पनि म त नि यहाँ त 24 घण्टा अहिले चाहिँ हो तर पनि आज विशेष आज विशेष मेरो विशेष भाइलाई न्यानो भाइ त्यसो भने ल यता ल स्वागत छ अब हाम्रो जितेन दाईको अब जितेन दाईको यो माया होइन सधैँ रहिरहोस् आउनु भएको थियो ल फेरि कन्सर्ट गायक हाम्रो कन्सर्ट गायक किशोर भाइ हजुर होइन त भेटघाट भयो हजुर पक्कै पनि हामीलाई चाहिने मान्छे तपाईँ होइन खुसी लाग्यो अहिले धेरै किसिमको कन्टेन्ट क्रिएटरहरूको रूपमा विभिन्न क्षेत्रबाट आइरहँदाखेरि अब कन्सर्टको पनि के भन्नु तपाईँले प्रमोसनको त्यो क्रिएटर भनौँ न होइन अहिले धेरै किसिमको आइराख्नु भएको छ यसको होइन राम्रो तरिकाले गर्नु होला जस खुसी लाग्यो धेरै किसिमको त्यो कन्टेन्ट क्रिएटरहरू भेट्ने आज जस दौरानमा चाहिँ कन्सर्ट क्रिएटर पनि जस भेटघाट भयो जस खुसी लाग्यो ल तिम्रो दाइ के खुसी लाग्यो तिम्रो दाइ छ ए तिमी भन्दा अर्को भाइ होइन त्यो हाम्रो के अरे कपाल तिमीसँग यता गर्छ नि हो यसो घुमाउने
जापान बसेर आएको